हेलो साथीहरू सम्पूर्णलाई स्वागत छ मेरो फर्स्ट मिनी ब्लगमा। अनि यो चाहिँ हाम्रो घरमा पूजा हुँदैछ। यो पूजाको लागि हामी प्रसादहरू रेडी गर्दैछौँ, सेल मकै। अनि यता चाहिँ हामी अब चनाको तरकारी बनाउने तयारी हुँदैछ। मैले चाहिँ चना उहिलेर यसलाई मरमसला हालेँ अनि फेरि यता पूजा हुँदैछ साथीहरू। अब चाहिँ यता तेरो पनिरको तरकारी रेडी हुँदैछ। यसको लागि मैले हल्का नक्कल पारेर गोलबेडा काटेर आफ्नो अनुहार देखाइदिनु भने अनि नाटक गर्दैछु। पनिर केराउ त्यो तरकारी चाहिँ एकदम मिठो हुन्छ। त्यो तरकारी चाहिँ हाम्रो आन्टीले बनाउँदै हुनुहुन्छ। यता मिलानी गरेर अचारको लागि रेडी गरिँदैछ भनेदेखि यतातिर म फेरि आलु काट्नुतिर लागिसकेँ साथीहरू। आलु काट्दा पनि रमाइलो भयो अनि दुध पनि रेडी भयो खिरको लागि। यता मेरो च्यानलको लागि यता चाहिँ भोलिको तरकारी खेलाउँदै हुन्छ। अनि फेरि अब अचारको लागि मसला सामानहरू हाल्ने तयारी हुँदैछ। हामीले तेल आलुको हाल्यौँ, त्यसपछि नुन बेसार खुर्सानी सबै हालेर यसलाई तातो तेलले झ्वाइँ पारेर अनि यसलाई मोलमाल पारेर अब कुनै पनि प्रोग्रामहरू चाहिँ इभेन्टहरू पूजाहरू चाहिँ यसरी अचार बिना चाहिँ अधुरै हुँदो जस्तो लाग्छ साथीहरू। मलाई चाहिँ तपाईँहरूलाई के लाग्छ भन्नु होला। अचार चाहिँ रेडी भयो साथीहरू, मिठो भएको थियो। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग भएको भएर मलाई गर्ने पनि गाह्रो भइरहेको छ साथीहरू। पूजा सकिएपछि हामीले चाहिँ यता टिका प्रसादहरू ग्रहण गऱ्यौँ। पालो सबैजनाले टिका लगाएर गुरुलाई दक्षिणा दिएर गुरुसँग आशीर्वाद लियौँ। सानो अङ्कल भन्छ न त पहिला यो त म भन्दा नि बुढी भइदियो। पालो टिका लगाएर आशीर्वाद दिँदै हुनुहुन्छ। सबैजना लाइनमा छौँ हामी चाहिँ टिका लगाउनको लागि। म चाहिँ मक्ख परेर रातो कुर्ता लगाएर मेरो पालो कहिले आउँछ भनेर कुरेको थिएँ। पालो आयो। म 1 घन्टा सुतेर उठिसकेको र यता मेरो मक्कली दिदीले मलाई आशीर्वाद दिनुहुन्छ कि ला त्यो भिडियो त रहि नै छ। व्यवसाय बन्द हुनु चल्नै छैन नि। अनि अब यो घर पूजामा त यसरी पानी खनाएर सबैजना घरको सदस्य भिज्नु पर्ने एकदमै रमाइलो हुने। हेर्नुहोस् त साथीहरू कति रमाइलो भएको। ठेलमठेल गरेर पानीमा भिज्दाखेरि कति रमाइलो। यस्तो गर्मीमा चिसो पानी आँखा साथीहरू। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो साथीहरू। सबैले मन पराइदिनु होला। कमजोरी भएदेखि कमेन्ट गरिदिनु होला। नजानी फर्स्ट भिडियो बनाएर अपलोड गरेँ।